पर्यटन आगमनका लागि निकै महत्त्वपूर्ण स्थलको रूपमा मानिने गुफाहरू नेपालमा प्रशस्तै पाइन्छन्। धार्मिक एवं प्राकृतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने नेपालका गुफाहरूमध्ये अल्पेश्वर गुफा पनि एक हो। यो गुफा नेपालका गुफाहरूमध्येको अग्लो र लामो गुफाको सूचीमा पर्दछ। निकै आकर्षक दृश्यहरूले भरिपूर्ण भएको यो गुफा धार्मिक रूपमा पनि निकै महत्त्वपूर्ण मानिन्छ। धौलागिरी अञ्चल पर्वत जिल्ला कटुवा चौपारी गाउँ विकास समिति वडा नम्बर 2 मा पर्ने यो गुफामा पुग्नको लागि पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा पुग्नु पर्दछ। कुस्मा बजारको दक्षिणतर्फ पर्ने मोदी खोलामा कुस्मा र कटुवा चौपारी जोड्ने झोलुङ्गे पुल छ। यो पुल 135 मिटर लामो र 345 मिटर अग्लो छ। यो पुल नेपालकै अग्लोमा पहिलो स्थानमा छ भने लामोमा दोस्रो स्थानमा छ। यो पुल पार गरेर पूर्वतर्फ करिब 15 मिनेट पैदल यात्रा गरेपछि गुफाको मुख्य प्रवेशद्वारमा पुगिन्छ। गाडीबाट गुफामा पुग्न चाहने पर्यटकका लागि पनि गुफाको मुख्य प्रवेशद्वारसम्म पुग्ने मोटर बाटोको सुविधा छ। दोबिल्लाको सुन्दरे खोलाबाट दोबिल्ला फलेवासको कृषि सडक हुँदै पश्चिमतर्फ करिब 5 किलोमिटर पार गरेपछि गुफामा पुग्न सकिन्छ। गुफा प्रवेश गर्ने द्वारको माथिल्लो भागमा अल्पेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ। यहाँ राखिएको शिव र पार्वतीको मन्दिरमा हरेक सोमबार बिहान पूजा गरी बेलुकी भजन कीर्तन गरेर रातभर जागरण बस्ने गरिन्छ।
यस मन्दिरमा निकै टाढा टाढाबाट पनि भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। यो गाउँलाई चाहिँ बडो चाहिँ उसमा गराएर दर्शनार्थीहरू हजारौं आएर दर्शन गर्दछन्। पर्यटकीय क्षेत्रहरूबाट विदेशबाट पनि यहाँ आएर चाहिँ दर्शनहरूको गरेर जानुभयो। उहाँहरूले चाहिँ यो अलपेश्वरभित्र एउटा भगवानले चाहिँ तपस्या गरेको, त्यसभित्र जाँदाखेरिमा कुनैले पनि बनाएको होइन, आफै चाहिँ प्राकृतिकबाट बनेका सारा चाहिँ भगवानका चाहिँ मूर्तिहरू, भगवानले चाहिँ तपस्या गरेको ठाउँ। त्यहाँ गएपछि जे रचो त्यही देख्न पाइने, त्यस्तो भएको हुनाले चाहिँ यो अपूर्व चाहिँ एउटा गुफा भएको हुनाले त्यो ठाउँमा जानुपर्छ भनेर सारा चाहिँ धर्मावलम्बीहरू, आगन्तुकहरू, पर्यटकहरू यहाँहरू पाल्नुहुन्छ र उहाँहरूले चाहिँ हेरेर दर्शनादि गरेर चाहिँ जानुभएको छ। यस मन्दिरमा पूजा गरेको खण्डमा आफ्ना अपूर्ण कार्य पनि सिद्ध हुने स्थानीयवासीको विश्वास छ। त्यसैले आफूलाई परेको आपतबाट मुक्त दिलाउन दर्शनार्थीहरू यहाँ दर्शन गर्न आउने गर्दछन्। भाकल गरेर पूजा गरे अनुरूप आफ्नो मनोकांक्षा पूरा भएको यहाँ आउने धार्मिक भक्तजनहरू बताउँछन्। यस अलपेश्वर गुफामा मनले संकल्प गरेको कुराहरू धेरै नै पुग्दै आएको छ र पुगेको पनि छ। र यहाँ चाहिँ साक्षात शिव पार्वती भगवान साक्षातै प्रकट भएको जस्तो हामीलाई भान हुन्छ। र यहाँका दिदीबहिनीहरू र छिमेकी गाविसहरूबाट जुन मनमा सङ्कल्प लिएर भाकल गरेका कुराहरू अहिलेसम्म पुरा हुँदै आएको छ। र मैले पनि यस क्रममा चाहिँ एउटा सङ्कल्प गरेको थिएँ, त्यो चाहिँ छिट्टै नै पुरा भयो। त्यस हुनाले म यस गुफामा धेरै नै प्रभावित भएको छु। यस गुफामा बाला चतुर्दशीमा निकै ठूलो मेला लाग्ने गर्दछ। बाहिरबाट पनि असंख्य भक्तजनहरू बाला चतुर्दशीमा निकै टाढा टाढाबाट आउने गर्दछन्। यहाँ शिवरात्रिमा पनि निकै ठूलो मेला लाग्ने गर्दछ। यहाँ भएका यी आकृति एवं यी रुखका लहराले यो स्थानलाई निकै रमणीय बनाएको छ। प्राचीन कालमा दक्ष प्रजापतिले 33 कोटी देवताहरूलाई निम्तो दिई कोटीहोम लगाएको बेला छोरी सतीदेवीलाई र श्री महादेवलाई निमन्त्रणा नगरिएकोमा सतीदेवीले यज्ञकुण्डमा आफ्नो शरीरलाई त्याग गर्दा महादेवको शक्तिबाट प्राण मात्र गएको र सतीदेवीको शरीर अग्निबाट समेत जल्न सकेको थिएन। तत्पश्चात महादेवले मृतक सतीदेवीको मृत शरीर काँधमा बोकी हा सतीदेवी भन्दै हिँड्नुभयो र सोही क्रममा पर्वत जिल्लाको ठुली पोखरी गाविसको अर्जीकोटमा आई सप्त ऋषिहरू साथमा लिई यस स्थानमा अलप हुनुभएको एक किम्वदन्तीमा उल्लेख अनुरूप यस गुफाको नाम अल्पेश्वर गुफा राखिएको हो। यस अलपेश्वरको विषयमा हामीलाई के कस्तो लागिरहेको छ भने आदिकल्पमा जुन भगवान महादेव देवादिदेव महादेवको प्रादुर्भाव भइसकेपछि दक्षको यज्ञ विध्वंसमा सतीको नष्ट भइसकेपछि पार्वतीको जन्म चाहिँ पर्वतमा हुनुको कारणबाटै पार्वती गुप्तेश्वरमा गएर लुकी छिपी बसेको र
यस चाहिँ अलप्येश्वरमा भगवान शङ्करले विवाह गर्ने स्थल बनाएको भन्ने भान हामीलाई लागेको छ। यो गुफा कति सालमा निर्माण भएको हो भनेर यकिन गर्न सकिएको छैन। केही स्थानीय युवाहरूको प्रयत्नबाट केही वर्ष अगाडि मात्रै पत्ता लागेको यो गुफाको अन्य सम्पूर्ण पक्षको खोज अनुसन्धान गर्न बाँकी नै छ। यहाँ गुफाको भित्र साइडमा जो भर्याङ छ त्यो भर्याङमा तल झर्ने सवालमा हामीले एउटा डोरी लगाएका थियौँ। डोरी हामीले बाँस लगाएका थिएनौँ। बाँस चाहिन्छ भन्ने आवश्यकता थाहा फेरि अगाडि साथीहरूलाई पठाएर एउटा बाँस काटेर लग्यौँ। त्यो बाँसमै जस्तै अब तपाईँलाई भन्नै पर्ने हुन्छ, जो बाँधा जस्तै सुइरोले खेल्छ त्यसरी नै म अब खेल्न बाध्य भएँ, किनभने एउटा पहिचान त यसलाई पत्ता त लगाउनै छ। त्यस कारण बाँस र डोरीको सहायताले भर्याङ तल झरेँ। तल जाँदा साथीहरू माथि डिलमा हुनुहुन्थ्यो, लाइटले तल फोकस दिँदै हुनुहुन्थ्यो। तर मलाई कता कता भित्र अँधारो थियो कि मलाई कता कता डरको अनुभव भएको थियो। तर डर भए पनि मैले माथि हेरेर डरलाई त्यति मैले बिर्सिदिएँ। पछाडि फाल्दै साहसतापूर्वक अगाडि बढेँ। फेरि तल गइसकेपछि फेरि साथीहरूले 2-3टा बाँस लानुभयो। त्यो 2-3टा बाँसको सहारामा अन्य साथीहरू पनि तल ओर्लाउनु भयो। तल गएर अर्को भर्याङ आयो। अर्को भर्याङमा पनि त्यस्तै थियो। त्यसरी नै अर्को भर्याङ हुँदै अर्को एउटा छहरा छ, पानीको छहरा साथै तलाउ छ। त्यसमा अलिक कठिन थियो। पानी तल गए, तल टेके पानीले डुब्ने, अब माथि बिचमा पानीको छहरा भिज्ने र पनि त्यसमा भिज्दै हामीले बाँस र डोरीकै सहायताले हामी तल पुग्यौँ। छ क्षेत्रीय जिल्लाले पनि त्यति धेरै सहयोग गरेको छैन। 50-60 हज़ार 20 हज़ार के हुन्छ र यहाँ त खासै एउटा कनिका छर्ने मात्रै काम हो। हामीले के अपेक्षा राखेका छौँ भने यो राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै यसलाई यो गुफालाई पहिचान गराउने उद्देश्यले कमसेकम केन्द्रले राज्यले हामीलाई सहयोग गर्यो र यसलाई गुफालाई के किसिमले हेऱ्यो, पर्यटन बोर्डले पनि त्यही किसिमले हेऱ्यो भने पर्यटनको हिसाबले पनि र एउटा धार्मिक हिसाबले पनि यस अलप्येश्वर गुफालाई पक्कै पनि माथि उठाउन सकिन्छ र एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबमा पहिचान गराउन सकिन्छ भन्ने हाम्रो आशामा रहेका छौँ। अब हामी गुफाभित्रका दृश्यहरू नियाल्नतिर लागौं। यस अल्पेश्वर गुफाको माथिल्लो प्रवेशद्वार निकै सानो आकारको छ। एकजना मानिस पनि निकै सतर्कताका साथ हिँड्नुपर्ने यो बाटो पार गरेपछि निकै ठूलो फराकिलो तला देख्न सकिन्छ। यहाँ विभिन्न आकृति छन्। पर्यटकलाई गुफा अवलोकनका लागि सहज बनाउन यहाँ करिब 5 मिटर लम्बाइ भएको भर्याङ राखिएको छ। यो भर्याङ पार गरेपछि निकै मनोरम दृश्यहरू देख्न सकिन्छ। गुफामा सामान्य बत्तीको व्यवस्था गरिएकोले गुफाको यात्रा गर्न र यहाँ भएका दृश्यहरू अवलोकन गर्न केही सहज अनुभव हुन्छ। तर गुफाका अन्य भौतिक संरचनाको व्यवस्थापन कार्य राम्रो नभएका कारण केही अप्ठ्यारा बाटाहरू पार गर्दै जानुपर्ने हुन्छ। यहाँ भएका यी अप्ठ्यारा बाटाहरूलाई व्यवस्थापन गरेको खण्डमा सहजै यात्रा गर्न सकिन्छ। यस गुफाको बनोट पनि निकै फरक खालको छ। यस गुफाको एकातर्फबाट पसेर अर्को तर्फबाट सजिलै निस्कन सकिन्छ। करिब 1 किलोमिटर दूरीको यात्रा पश्चात अर्को द्वारबाट बाहिरिन सकिन्छ।
यस गुफाको वरपर शिवलिङ्ग लगायत विभिन्न आकृतिहरू देख्न सकिन्छ। यहाँका भित्ताहरूमा निकै टल्किने खालको ढुङ्गा भएकोले कम बत्तीमा पनि यहाँका दृश्यहरू पूर्ण रूपमा देख्न सकिन्छ। यी दृश्यहरू न त मानव निर्मित हुन् न त कृत्रिम नै, यी त यहाँ बनेका प्राकृतिक दृश्यहरू हुन्। यहाँका आकृतिहरू चुनढुङ्गा पग्लिएर बन्ने हुनाले यी आकृतिहरू निकै आकर्षक देखिएका छन्। यहाँका आकृतिहरू चुनढुङ्गा पग्लिएर बन्ने हुनाले यी आकृतिहरू निकै आकर्षक देखिएका छन्।